धन्यवाद बहिनी। धन्यवाद यहाँ बोलाउनु भएकोमा। दाइ अहिले हजुर त F2R भिजा चेन्ज गरिसक्नुभयो है। अब हजुरको जर्नी त स्टुडेन्ट लाइफबाटै सुरु भएको थियो। स्टुडेन्ट हुँदाहुँदै अब तपाईँले अहिले F2R भिजामा पनि चेन्ज गरिसक्नुभयो। हाम्रो सुरुको दिनहरूमा हामी जान मिल्छ होला? हामी कहिले चाहिँ यता कोरिया आइयो अनि हुन्छ के कस्तो भयो? मेरो जर्नी चाहिँ साउथ कोरियाको भन्दाखेरि 2017मा भएको है। 2017को जुलाईमा भएको थियो। जुलाईबाट सुरु भएको। 2017 जुलाई भनेर चाहिँ अहिले जुलाई लगभग 10 वर्ष भइसकेको छ। मेरो जर्नी सुरु गर्दा म चाहिँ यहाँनिर स्टुडेन्टमा सुरुमा चाहिँ डिफोमा आएको हो। अनि त्यसपछि डिफोमा हाम्रो 6 महिनाको भिजा थियो। त्यसपछि हामी यहाँनिर आयो 3 महिना चाहिँ ल्याङ्ग्वेजमा आएर डिफोमा। त्यसपछि D2बाट सुरु गरेको। त्यसो भए सुरुमा 6 महिना ल्याङ्ग्वेज पढ्नुभयो, त्यसपछि D2 भिजा। त्यति बेला चाहिँ हाम्रो कस्तो थियो? डाइरेक्टै बुसानमा आउनुभयो कि अरू ठाउँ पनि जानुभयो? अनि त्यति बेला अब स्टुडेन्टहरू कतिको हुनुहुन्थ्यो? के कस्तो थियो त्यति बेलाको माहौल? खास भन्दाखेरि चाहिँ 2017मा मलाई यो साउथ कोरियाको बारेमा विद्यार्थी लान्छ भन्ने नलेज थिएन है। साँच्चीकै नलेज थिएन। अनि मैले नि यो मेरो एकजना साथी आएको रहेछ, जस हामी आइल्स पढ्दाखेरि सँगै पढाएको थियो उसँग। अनि उसलाई मैले यत्तिकै ऱ्यान्डमली मेसेज गरेर कता हो भन्दा साउथ कोरिया भनेको थियो। ओके ठिक छ। म नि अब त्यही त हो, +2 पढेपछि अब नेपालमा विदेश जाने चलाउँछ नि त। अनि के गर्ने भन्दा ल ठिक छ जाउँ न त अब साउथ कोरिया। ओके अब फेरि +2मा पनि त्यस्तो राम्रो मार्क्स छैन नि त। अनि साउथ कोरियामा पहिला पनि रहेछ। अनि ट्राई गरिदिउँ भनेर गरे हो, एकैतालमा भिजा लगायो। अनि हामी आउँदा चाहिँ विद्यार्थी चाहिँ थिएन, हामी किङसङको फर्स्ट लट हो। त्यसो भए सुरुमा चाहिँ बुसानमै आउनुभयो तपाईँ। त्यसो भएदेखि अब आफूले प्लान भन्दा पनि साथीको भनौँ न साथी सर्कलको हिसाबले चाहिँ तपाईँ चाहिँ यता कोरिया साउथ कोरिया आउनुभयो। साथी सर्कलको हिसाबमा साथी सर्कलको हिसाबमा भन्दा नि हुन्छ। जो अब बाहिर जाने लैलैमा जाउँ न भनेर गएको मात्र हो। त्यसो भए फर्स्ट ट्राई नै विदेशको देशहरूमा चाहिँ फर्स्ट ट्राई नै कोरियै गर्नुभयो अनि कोरियामै आउनुभयो तपाईँ? मेरो चाहिँ फर्स्ट ट्राई नै कोरियै हो। फर्स्ट एटेम्प फर्स्टमै भएको। त्यसो भए अब आएको पनि हजुर त 10 वर्ष पनि भइसक्यो है? ठ्याक्कै 10 वर्ष भयो। ठ्याक्कै 10 वर्ष, जुलाईको महिना पनि छ अहिले। अनि त्यति बेलाको तपाईँको कोरियादेखिको कोरिया र अब अहिले त 10 वर्षमा त धेरै परिवर्तन भयो नि त। के कस्तो चाहिँ हजुरले फिल गर्नुभयो? परिवर्तन भन्नाले अब डेभलपिङ कन्ट्री हो, डेभलप त भइ नै हाल्छ होइन। अर्को हिसाबमा भन्दा विद्यार्थीको हिसाबमा भन्दाखेरि चाहिँ जस्तै हामी आउँदा जुन हामीलाई जति स्ट्रगल भएको थियो नि, अब जस्तै काम खोज्नुदेखि लिएर यताउता अब थिएन कोही। अब हाम्रो सिनियर दाइ दिदी भन्ने कोही थिएन है। अब हामी नै हो। हामीभन्दा 3 महिना अगाडि पनि आउनु चाहिँ आएको थियो, थोरै विद्यार्थी आएको थियो। उनीहरू चाहिँ ल्याङ्ग्वेज भिजामा आएको हो। अनि हामी ब्याचलर चाहिँ सँगै सुरु गरेको। त्यसपछि अब को छ त अब नेपालीहरू देख्दैन थियो कि। अहिले हेर्दा त हामी जहाँ हिँड्दै पछि नेपाली भेट्छ नि त। अब पहिला भनेको त थिएन। अनि त्यसपछि अब सुरुमा त अब काम कसले लगाइदिने, अब काम जानु पऱ्यो। अनि हाम्रो पालामा चाहिँ के थियो भने अहिले पनि छ नि त चर्चहरूको उयोहरू छ। अनि पास्टर दाइहरू भेट्थ्यो, खुसी लाग्थ्यो। जे होस् अब हुन त अब नेपालमा अब के अरे चर्च जाने यताउता भन्यो भने चाहिँ अलिकति कस्तो कस्तो गर्छ नि त। तर यहाँनिर त अब उनीहरूले सहयोग गरे हो। अनि उनीहरूले आइतबार जे होस् अब उनीहरूलाई नि के हुन्थ्यो भने चर्चमा आइदियोस् भन्ने हुन्थ्यो कि। अनि त्यति बेला आइतबार छोडेर चाहिँ अरू दिन चाहिँ उनीहरूले जब लगाइदिन्थ्यो। अनि त्यहीँ गयो, उनीहरू गयो भेट्यो, त्यसरी अब चिन्जान बढाउँदै गयो। त्यस अहिले धेरै सजिलो भएको छ। अहिले आउने बच्चाहरूलाई कोही न कोही दाइ दिदीहरू चिनेकै छ। दाइ काम दिदी काम भन्यो, केही न केही भने धेरै सजिलो भएको छ नि त अहिले। त्यसो भए पहिलाको हेरिकन अब अहिले चाहिँ धेरै सजिलो भनौँ होइन? अनि पहिला जस्तो अब हाम्रो पालामा यस्तो थियो, अब विदेशीहरू पनि अलिकति नदेखा हो कि टाइपको गर्थ्यो। उनीहरूले काममा राख्दा पनि गर्छ र टाइपको हुन्थ्यो। अब अहिले त हामी लगभग अब हिउँदैतिर घुम्नु गयो भने प्रत्येक रेस्टुरेन्टमा 5वटा रेस्टुरेन्ट छोडेर 5वटा रेस्टुरेन्टमा काउन्ट गऱ्यो भने त्यसमा 3टा मात्रै विदेशी हुन्छ है। पहिला हाम्रो पालामा चाहिँ एउटामा मुस्किलले त्यस्तो हुन्थ्यो। अनि त्यही भएर गाह्रो हुन्थ्यो काम पाउनु चाहिँ। त्यसो भएदेखि त्यति बेला त अब काम पाउनु नि गाह्रो भन्नुभयो है। अब धेरैजनाले चाहिँ फेरि कोरियामा चाहिँ अलिकति रेसिजम छ भन्ने पनि कुरा आउँछ नि त। त्यति बेला चाहिँ के कस्तो थियो? तपाईँलाई काहीँ कति फिल भयो त्यति बेला रेसिस्ट भएको हो कि जस्तो? मलाई चाहिँ ठ्याक्कै भन्नुपर्दा भएको चाहिँ छैन है। अब हुन त मलाई अब हेर्दाखेरि सबैले कोरियन जस्तो नि देख्छ भन्छ है। अनि त्यही भएर हो कि के हो थाहा भएन। तर मैले नि सुने हो अब कतिजना साथीहरूले यस्तो यस्तो गर्यो। अब
नर्मली चाहिँ अब ट्रेनमा बस्दाखेरि पनि अब हामी विदेशीहरू सँगै बसेको छ भने ऊ पनि त्यही सिटमा छ भने जुर्को उठेर गइदिने गइदिने हो। त्यस्तोहरू चाहिँ साथीहरूले भोग्यो चाहिँ भन्थ्यो। मैले चाहिँ त्यस्तो कहिले भोगेको छैन। ए हजुरबाट चाहिँ अब कहिले पनि त्यस्तो एक्सपिरियन्स भएन। मबाट चाहिँ कहिले भएको छैन। अनि तपाईँ अब साउथ कोरिया आइसकेपछि पनि अब सुरुमा त तपाईँले D4 भन्नुभयो, त्यसपछि D2मा चेन्ज गर्नुभयो। D2 चाहिँ कुन मेजर गर्नुभयो हजुरले? मैले D2 चाहिँ हामीले उतै गर्दाखेरि नै सुरुमा हाम्रो D4 ल्याङ्ग्वेज किनभने हाम्रो उताबाट सुरुमा त्यति बेला D2मा डाइरेक्ट आउनु मिल्दैन थियो क्या। अनि अप्सन भनेको हामीसँग D4 को थियो। अनि D4बाट आयो त्यसपछि कलेजमा हामी 3 महिना जोइन गरिसकेपछि हामीले हस्पिटालिटी मेजरमा चेन्ज गरे। हस्पिटालिटी मेजरमा। अनि त्यसमै गर्दा चाहिँ इङ्ग्लिस ट्र्याकमै पढ्नुभयो कि कोरियन ट्र्याकमा पढ्नुभयो कि कस्तो गर्नुभयो त्यसपछि? हामीलाई त्यति बेला अप्सन थियो केमा गर्ने भन्ने। त्यसो अब हामी त म कोरिया नाम चाहिँ सुनेको देश हो है, किनभने नेपालबाट इपिएसको धेरैहरू आइरहेको हो नि त। विद्यार्थी जान्छ भनेर चाहिँ मलाई थाहै थिएन। त्यही भएर एउटा ल्याङ्ग्वेज पनि नपढिकन आएको हो। अब अहिले होइन आनामासे यताउता भन्छ नि त, त्यति बेला त त्यो पनि के हो थाहा थिएन। अनि हामीलाई अप्सन थियो इङ्ग्लिस ट्र्याकमा छ भन्ने कुरा भएको थियो। अनि हल्ला हल्लामा यतिको आएको। अब यहाँ लिएर कोरियनमा राखेको हामी कोरियनमै पढ्थ्यो, किनभने पढ्नै पर्थ्यो होइन। जस हामी चाहिँ इङ्ग्लिसमै पढ्यो। त्यसो भए सुरुमै पनि तपाईँ D4 पनि क्योन्सङ युनिभर्सिटीमै गर्नुभयो। अनि त्यसपछि D4 पछिको D2 पनि तपाईँले क्योन्सङमै जोइन गर्नुभयो है? ए जे होस्, अब अहिलेसम्मकोमा तपाईँले कोरियालाई हेर्नुभयो भने तपाईँको के चाहिँ एकदम स्ट्रगल पार्ट चाहिँ तपाईँ कुन बेलाको जस्तो लाग्छ? अब अहिले त हजुरले भिजा पनि चेन्ज गरिसक्नुभयो होइन, धेरै स्टेबल भइसक्नुभयो नि त अहिले। अब कुन हिसाबमा चाहिँ यो जर्नीलाई सबैभन्दा स्ट्रगलिङ पार्ट चाहिँ कुन लाग्छ? स्ट्रगलिङ पार्ट त अब के छ, अब त्यही त हो नि। अब कतिजना नेपालबाट आउँदाखेरि कतिजना त पहिलो जबै कोरियामा आएर होला लगभग। कतिजना त नेपालमा अब त्यो आमा बाबुलाई ठगेर बसिरहेको है, हामी पनि त्यही हो। घुम्यो बस्यो त्यस्तो गरिरहेको मान्छेहरू यहाँ आएर काम गर्नु पर्दा त्यो नै हो स्ट्रगल त। त्यसपछि अब गर्दै गइन्छ, किनभने अब काम गर्नै पर्यो। आज नगर्ला भोलि गर्ला। अब नेपालबाट लिएको पैसा कति हुन्छ? नेपालीले ल्याउने भने लगभग 80,000, 1 लाख, 2 लाख नेपाली लिएर आउँछ। 1 महिना 2 महिना हो, त्यसपछि सकिन्छ। भात त खानु पर्यो, त्यसको लागि काम गर्नै पर्यो। त्यही हो स्ट्रगल भने चाहिँ। अब पहिलो जब गर्ने स्ट्रगल थियो मेरो चाहिँ। हजुरको पहिलो काम चाहिँ के थियो त्यति बेला? मेरो पहिलो काम चाहिँ चिया यो खाँदै भन्नु न। मेरो पहिलो काम चाहिँ उसमा थियो होइन, कम्पनीमै थियो। जो सानो कम्पनी थियो, अनि रुमालको कम्पनीमा थियो। त्यो हाम्रो यो अहिले रेस्टुरेन्टतिर मुल्टिस्यूहरू छ नि त, मुल्टिस्यू। अनि त्यो रुमालहरू दिन्छ नि, चिसो रुमालहरू, त्यो नै गर्ने थियो। त्यो 5 to 11 गर्थ्यो मैले त्यति बेला। त्यहीँबाट सुरु गरेँ मेरो। अनि त्यसो भए सुरुमा चाहिँ कम्पनीमा काम गर्नुभयो है। अनि हाम्रो के अरे त्यति बेला दाइको के कस्तो थियो? अब अहिले त स्यालेरीहरू त अब भन्छन् नि त। अब हामीले धेरै कुरामा हेरिसकेको छौँ पोडकास्ट यताउतिमा। एभरेज स्यालेरी भनेको त कोरियामा चाहिँ 2 लाख नेपाली त मिनिमम कमाइन्छ स्टुडेन्टमा भन्ने छ है। अब त्यति बेलाको समयमा चाहिँ कस्तो थियो? कमाइन्थ्यो त्यति? कस्तो थियो त्यति बेला? अहिले त बेसिक स्यालेरी पनि कति छ, 10,300 कति छ नि, 10,320 कति छ। हाम्रो पालामा लगभग 7,000 सामसुङ थियो होला। अनि त्यही माथि पनि अब हामी आउँदा चाहिँ अब हामीलाई त जस काम चाहिएको सुरुमा। अनि मैले काम गरेको चाहिँ 80,000 नेपालीबाट काम गरेको है। 80,000 नेपालीबाट काम गऱ्यो, ठिकै थियो। मैले 6 दिनको लागि कन्ट्र्याक्ट भएर काम गरेँ हो। तर काम गर्दा गर्दै 5 दिनलाई बनायो, किनभने अब त्यो पछि अलिक 1 वर्ष जस्तो भएपछि चाहिँ अलिकति के भयो भने कम्पनीमा गरेर त्यति राम्रो हुन्छ जस्तो पनि लागेन। किन जहिले मैले सोच्थेँ फ्युचर के छ र नेपालमा गएर रुमाल कम्पनी खोल्ने होइन, रेस्टुरेन्टमा छिर्यो भने केही न केही त सिकिन्छ नि त भनेर सोचेर चाहिँ। अनि पछि त्यहाँबाट जस उता रेस्टुरेन्ट पनि शनिबार आइतबार रेस्टुरेन्ट गर्थ्यो, अरू बेला चाहिँ रुमालमा गर्थ्यो। त्यसो भए अब कम्पनीमा पनि अनि रेस्टुरेन्टमा पनि गरेर दुईवटा काम सुरुमा गर्नुभयो। त्यति बेला हामीलाई कति 1.5 लाख भन्यो भने धेरै ठुलो क्या हाम्रो लागि त्यति बेला। अहिलेको भाइ बहिनीहरूलाई 15 लाख हुन् भन्दाखेरि, जस 1.5 लाख नेपाली भन्दाखेरि त्यो थोरै भयो भने जस्तो गर्छ नि त। हाम्रो लागि त्यो भने धेरै थियो क्या, युज एमाउन्ट। हामीलाई काम पाउनु मात्रै थियो क्या सुरुमा चाहिँ। सुरुमा चाहिँ अब काम पाउने भन्ने हिसाबले अब जे हुन्छ जस्तो हुन्छ गरिन्छ भन्ने पनि त्यो एनर्जी पनि थियो नि त त्यति बेला त, सुरुको बेला। हजुरको हाइएस्ट हजुरले अहिलेसम्म चाहिँ कतिवटा चाहिँ काम एक्सपिरियन्स त धेरै गर्नुभयो होला नि त,
10 वर्षमा त एक्सपिरियन्स त धेरै ठाउँको होला के कस्तो एरियामा चाहिँ तपाईँले काम गर्नुभयो मेरो भनेको पहिलो काम भनेको मेरो रुमालमा पाएँ त्यसपछि मैले मेरो साइड जब भनेको मैले उसमा गर्थ्यो के अरे रेस्टुरेन्टमा गर्थ्यो अनि रेस्टुरेन्टमा चाहिँ मैले सुरु भाँडा धुनेबाट काम गरेको है अनि भाँडा धुने बेला काम गर्दा फेरि के भइदियो भने कोरोना मलाई मेरो साथीले बोलाएको क्या फेरि त्यो ठाउँमा साथी काम गर्थ्यो अनि त्यो 3 दिनको लागि आउनु न भनेर बोलाएको फेरि त्यहाँ चाहिँ अरू ठाउँमा भन्दा त्यो ठाउँमा सेलरी राम्रो थियो है धेरै राम्रो थियो किन त्यो नसोचेको सेलरी हो अनि त्यति अहिले पनि झन् उस्तै उस्तै रेन्जमा भेट्छ त्यो गऱ्यो भने चाहिँ अनि त्यहाँबाट 3 दिन त्यहाँ काम गरेपछि के भइदियो भने अचानक कोरोना लाग्यो नि त अनि कोरोना लाग्दा पनि के भइदियो भने अब म त भाँडा धोइरहेको छु अरू किचनमा कोही काम गरिरहेछ अनि त्यसपछि अब मलाई चाहिँ मेरो साथीले अब जस माया गरेको भएर अनि त्यसपछि होइन उसलाई चाहिँ राख्नुपर्छ बरु उसलाई निकालौँ न भन्ने जस्तो भएको थियो क्या अलिअलि अनि त्यसपछि मलाई चाहिँ के फिल आइदियो भने होइन यो भाँडा धोएर त जति बेला पनि निकालिदिन्छ नयाँ मान्छे जतिलाई पनि हायर गर्छ नि त त्यो भएर चाहिँ त आफ्नो स्किल्स चाहिँ बढाउनु पर्छ है भनेर म किचनमा छिरेको त्यसपछि मैले त्यो काम हुँदाहुँदै मैले फेरि त्यो साथी उसलाई यहीँ राख म निस्किन्छु भनेर मैले फेरि 2 दिनको लागि हेउन्देमा काम पाएको क्या अनि 2 दिनको लागि म हेउन्देमा काम गर्नु भयो मेरो ब्याड लक इन्टरभ्यूमा गएँ काम भयो फर्स्ट विक सेकेन्ड विकदेखि काम छैन त्यहाँ निकाल्थ्यो होइन त्यसपछि फेरि अब भनौँ न भगवान्ले हेऱ्यो होला नि त अनि त्यसको 3rd विक या 4th विकदेखि मलाई बोलायो फेरि त्यो काममा तँलाई 2 दिन मात्र काम दिन्छु आइज न भने 2 दिन काम गर्दा त कोरोनाले गर्दा त्यस्तो बिजी पनि भएन क्या अलिअलि अनि त्यो नभएपछि मेन सेफ र म मात्रै भएँ अनि अरू त थिएन अझै अब सेफलाई एसिस्टेन्ट चाहिन्थ्यो अनि एसिस्ट गर्ने भने म भइहालेँ किनभने मेरो कटिङहरू चाहिँ पहिला नेपालदेखि राम्रो थियो क्या अनि त्यसपछि ल ठिक छ गरौँ न त भने अनि उसले सिकाउँदै गयो त्यसपछि 2 दिन 3 दिन 4 दिन गर्दा गर्दै म नै गरेँ रेस्टुरेन्टमै गरेँ अनि रेस्टुरेन्टमा गर्दा गर्दै चाहिँ के हुन्थ्यो भने अब मलाई साइड इन्कम पनि चाहियो नि त अलिअलि रेस्टुरेन्टले नपुग्नु सक्छ अब या त्यताउता खर्च हुँदाखेरि अनि ल हाउसकिपिङ त्यो लक्किली चाहिँ के थियो भने मेरो साथीहरू सबै राम्रो छ नि त सबै आफ्नो ठाउँमा पकड जमाएर बसिसकेको क्या त्यति बेलासम्म अनि ठिक छ ल तेरोमा यति दिन काम चाहिन्छ म आउँछु या मेरोमा यति दिन चाहिन्छ तँ आइज भने त्यसरी गर्दै हाउसकिपिङ गयो हाउसकिपिङ सुरुमा चाहिँ भाइर म नै गएको है हामी फेरि अरू जस्तो पैसा लिएर गएको होइन है पैसा नलिकन तेरोमा बोला सिक्नु मात्रै आउँछु किनभने यहाँनिर एक्सपिरियन्स खोज्छ नि त अनि त्यस एउटा रेस्टुरेन्टदेखि अर्को रेस्टुरेन्ट जाँदा फेरि एक्सपिरियन्स छ भन्यो भने त जाने बेसिक त त्यही हो तर के हुन्छ भने उनीहरूको अब अलिक माथिको इन्ग्रिडियन्ट त चेन्ज हुने हो अनि हाउसकिपिङमा नि एक्सपिरियन्स छ फोहोर फाल्नेदेखि लिएर अलिअलि सिकेपछि चाहिँ एक्सपिरियन्स छ भन्दा छ ठिक छ अलिअलि देखाएपछि त उनीहरूले हेर्छ नि त अनि त्यहाँ गएर 1 दिन सिक्यो त्यत्तिकै सिक्यो आयो त्यसपछि 5-6 दिनपछि उनीहरूकोमै बोलायो 1 दिन 2 दिन 3 दिन गर्दै त्यहाँ पनि आल्बा गऱ्यो यता पनि गऱ्यो त्यसरी गरिरहेको हो त्यसरी जस प्रायः चाहिँ रेस्टुरेन्टमा छ एक्सपिरियन्स चाहिँ मेरो रेस्टुरेन्ट पनि अब हाउसकिपिङ पनि अब जे होस् जुन एरियामा हुन्छ सकेसम्म चाहिँ आफूलाई अपग्रेड गर्न चाहिँ छोड्नु भएन हजुरले रेस्टुरेन्टमा चाहिँ मैले सकेसम्म ट्राई गरेँ हो हाउसकिपिङ चाहिँ अच्छा पकेट खर्च भनौँ न एक्स्ट्रा पकेट खर्च त्यसको लागि मात्रै गराएको थिएँ मैले त्यसो भएदेखि कफी लिनु न कफी लिँदै खाएर आनन्दले बोलौँ अब हाम्रो रेस्टुरेन्ट पनि भन्नुभयो रेस्टुरेन्टमा चाहिँ अब धेरै जस्तो तपाईँको स्किल्सहरू पनि त्यही भयो हुन त मैले धेरै अरू ठाउँमा पनि सुनेको छु हजुरको रेस्टुरेन्टको खानाको स्किलको बारेमा त यो त भइहाल्यो अब हाम्रो चाहिँ अब हामीले लोएस्ट पनि कुरा गऱ्यौँ नेपाली 80,000 भन्नुभयो है अब हाम्रो हाइएस्ट इन्कम चाहिँ कति थियो होला यस्तो परिवारले मार्ला हो भन्यो ल है ल सबैले सुन्नुहोस् एउटा मात्र काम गरेर भन्यो भने लगभग 35सम्म थियो है रेस्टुरेन्टमा अन्त कहिलेकाहीँ अब त्यही साइड गर्दा फेरि अब त्यो भनौँ न माथि नै पुग्छ माथि भन्दा अलिकति नेपाली 4 लाख त्यति कटाएको थियो ए त्यसो भए त अब सुरुको दिन अलिकति दुःखदायी मतलब अलिकति गाह्रो भए पनि पछि चाहिँ राम्रै रहेछ भनेर बुझ्न पर्यो साउथ यहाँनिर अब हुन्छ नि त मान्छेहरूको त आफ्नो चोइस हुन्छ है कन्ट्री के कसो भन्ने आफ्नो चोइस हुन्छ मलाई चाहिँ कोरिया ब्याड अप्सन चाहिँ लाग्दैन है किनभने अब तिम्रो हुन त अहिलेसम्म गएको त छैन किनभने गएर भोकेर नै सबै कुरा थाहा हुने हो अरूको कुरा त अब धेरै सुनिन्छ नि त अस्ट्रेलिया क्यानाडा राम्रो छ वाउ भन्छ नराम्रो त होइन राम्रो हो त्यो कन्ट्री त्यहाँनिर अब युरोपतिर भयो भने पिआरसिआर पाउनु सजिलो हुन्छ नि त कोरियामा अलिकति गाह्रो होला तर यो के अरे एक्सपेन्सेसको हिसाबमा हेर्ने हो भने चाहिँ सजिलो छ क्या तिम्रो अब 1 लाखले पनि महिना मार्न सकिन्छ कि मजाले अब तिमीसँग 1 लाख मात्रै छ भने पनि 1 लाखलाई कसरी बचाउनु त 1 लाखले
1.5 महिनासम्म अलिकति घर भाडा मात्रै तिर्नु पैसा भयो भने चाहिँ घर भाडा तिम्रो नेपाली 30,000 देखि 35,000 छ है, कुनै कुनैमा 40 होला। त्यो भयो भने अरू त खानु त सकिन्छ क्या, मजाले बाँच्नु 1 लाखमा महिना मार्न सकिन्छ क्या। अलिकति स्ट्रोक गाह्रो चाहिँ हुन्छ होइन, 2 खाना खाएर महिना मार्न सकिन्छ क्या। त्यो हिसाबमा हेर्ने हो भने चाहिँ कोरिया मलाई राम्रो लाग्छ है। इन्कमको हिसाबमा पनि राम्रै भयो, अब राम्रै सोच्नु पऱ्यो। पैसा कमाउने हो भने चाहिँ ठिकै छ, राम्रै छ भन्नु पऱ्यो, तर स्किल्स चाहियो त्यही भन्यो अनुसार। अब तिमीलाई यस्तो नि त जहाँ पनि एक्सपिरियन्स त खोज्ने हो नि। भोलि गएर यहाँ पोडकास्टमै भनौँ न कोही अलिकति एक्सपिरियन्स भएको मान्छे भने नयाँलाई किन हायर गर्ने भन्ने हुन्छ नि त। त्यही हो, एक्सपिरियन्स म्याटर। अनि हामीले तपाईँले भन्नुभएको जस्तै अब एक्सपिरियन्स स्किल्स पनि भन्नुभयो। अब यो त अब कति नेपालमा भएकोले पनि हेर्दै हुनुहुन्छ होला। अब तपाईँले त यहाँ आएर अब कुकिङमा चाहिँ अब जतै भाँडा माझेर हुँदैन, म चाहिँ कुकिङमा पनि यसो स्किल्स डेभलप गर्नु पऱ्यो भनेर सोच्नुभयो है। अब कतिजनाले त अब कोरियाको सपना देखिराख्नु भएको छ आउने भनेर, अनि उहाँहरूलाई चाहिँ तपाईँको के होला, अब के भन्न चाहनुहुन्छ कि यो स्किल सिकेर आउँदा चाहिँ तिम्रो चाहिँ कोरियाको लाइफ इजी हुन्छ या राम्रो हुन्छ भनेर? म त अब त्यही हो, नयाँ बच्चालाई भन्नु त केही भन्दिनँ है, उनीहरूको खुसी हो। तर अब जसले म कोरियै जान्छु भन्छ नि त, कोरिया जान्छु भने अगाडि माइन्ड मेकअप भयो नि त, म कोरिया जान्छु भनेर। अनि कोरियामा के चाहियो त मेन लाइफ, डेली लाइफ युज गर्नुलाई ल्याङ्ग्वेज चाहियो, किनभने भाषा भएन नि एकदम गाह्रो छ है सर्भाइभ गर्नु। अनि स्किल्सको हिसाबमा चाहिँ जे पाउँछु त्यो गर्छु भनेर आउने हो क्या। गएर जान्छु, यो काम पायो भने गर्छु, त्यो काम पायो भने गर्दिनँ भन्ने हो भने चाहिँ अब अलिक गाह्रै होला होइन। जे पाउँछ त्यही गर्छु, बरु गर्दै गर्छु हुन्छ नि त, त्यसपछि छुट्याउने हो नि त। यो कोरियामा यो काम सजिलो रहेछ है, अब भोलि भनौँ ल कतिजनाले बारिस्टा सिकेर आउँला है, बारिस्टा काम पाउनु गाह्रो छ। यहीँनिर अब तिमीलाई नेपालको सर्टिफिकेट बारिस्टाको सर्टिफिकेट लिएर हुँदैन, यहाँ कोरियामै बनाउनु पर्छ। अनि अब नेपालमा बनाएको तरिका र यहाँ बनाउने तरिकाहरू छुट्टै हुन्छ। त्यही भएर मेन कुरा त भाषा सिकेर आऊ, अनि अर्को भनेको जे आउँछ काम त्यही गर्छु भन्ने हो क्या, आँटेर आउने हो हुन्छ। त्यति बेला अब तपाईँ क्योन्सङको फर्स्ट ब्याचको विद्यार्थी भन्नुभयो है, त्यति बेला चाहिँ क्योन्सङ युनिभर्सिटीमा कतिजना चाहिँ स्टुडेन्टहरू हुनुहुन्थ्यो त्यति बेला? हाम्रो पालोमा त कति थियो लगभग, हाम्रो ब्याचमा चाहिँ हाम्रो कन्सल्टेन्सीबाट आउँदा चाहिँ 22 जना आएको हो एकैचोटि 22 जना आएको हो। अनि अरूबाट लगभग थियो होला 30-40 जना थियो होला, मलाई एक्ज्याक्ट चाहिँ थाहा भएन। जे होस् युनिभर्सिटीमै 30-40 जना चाहिँ नेपाली हुनुहुन्थ्यो है। अब अहिले हेर्दै अब अहिले त कति 100 भन्दा नि 1000 पुगिसक्यो है, विद्यार्थी पनि धेरै बढी भइसक्यो। तिम्रो नि यस्तो हो नि त, हाम्रो ब्याचमा आउँदाखेरि 30-40 जना आएको है, अनि हामीभन्दा अगाडि पनि त्यो 10-15 जना थियो कि, त्यो भएन। हामी अब त्यसलाई कम्बाइन गरेर उनीहरू पनि ल्याङ्ग्वेजमै आएको, उनीहरू चाहिँ एकैचोटि 6 महिनासम्म ल्याङ्ग्वेजै पढेको हो, हामी पनि। तर त्यही ल्याङ्ग्वेजको कोठामा आए पनि हामी चाहिँ 3 महिना पढेर एकैचोटि मर्ज गरेर पढेको क्या, सेमिस्टर चाहिँ सुरु भएको। अनि हामी आएको लगभग हामी फर्स्ट ब्याच भयो, त्यही कारण चाहिँ फर्स्ट ब्याच भनेको। लटको हिसाबमा चाहिँ सेकेन्ड लट भन्दा हुन्छ। अनि सेमिस्टरको हिसाबमा सेकेन्ड सेमिस्टर जुन आयो नि, त्यहाँबाट त लगभग 100-265 आएको क्या, त्यसरी आउनु थाल्यो क्या। अनि त्यही हो, अब सुरुमा थोरै आएको थियो विद्यार्थी, हामीलाई फाइदा चाहिँ के भएको थियो नि, विद्यार्थी थोरै अनि त्यसपछि मान्छे थोरै भयो नि त। नेपालीको अनुहार त चाहिन्छ, अनि सबैलाई चिन्जान राम्रोसँग चिन्जान भएर, अनि त्यो सेकेन्ड लटमा अब 100 जना प्लस, थर्ड लटमा 200 प्लस, त्यसपछि एकअर्कालाई नचिन्ने भयो क्या उनीहरूले। सुरुमा चाहिँ अब राम्रो जे होस् युनिटी पनि राम्रो भयो होइन। अब जे होस् विदेशको उसमा चाहिँ अब सबैभन्दा राम्रो साथी नै भनेको चाहिँ नेपाली नै, नेपालीको लागि चाहिँ सबभन्दा राम्रो साथी हुन्छ भन्ने चाहिँ यस्तो भन्दा नि हुन्छ। साथी भन्दा नि परिवार भनौँ न, अब फर्स्ट परिवार त आफ्नो नेपालमा भइहाल्छ होइन, अनि त्यसपछि अब सेकेन्ड परिवार भनेको विदेशमा चाहिँ को छ त, त्यही साथी त हो। त्यही भएर साथीहरू राम्रो बनाउने हो क्या। भोलि तिमीलाई दुःख बिराम पऱ्यो केही पऱ्यो भने परिवारलाई फोन गरेर परिवारले धेरैमा धेरै गरे पैसा सहयोग गर्ने हो, तर त्यहाँबाट बोकेर हस्पिटलसम्म लानु त साथी नै चाहियो नि त। त्यही भएर साथी सर्कल एकदम राम्रो हुनुपर्छ। त्यही होस्, अब यता कोरियामा मात्र नभएर अब अरू देशमा पनि यदि एउटा राम्रो आफ्नो साथीको एउटा राम्रो स्ट्रङ कनेक्सन होइन, 4-5 जनाको ग्रुप छ भने पनि अब एकदम स्ट्रङली चाहिँ सर्भाइभ गर्न सकिन्छ भन्ने। जस अब मलाई त्यही लाग्छ, किनभने साथी सर्कल जति राम्रो भयो त्यही त। अनि मान्छेहरू साथी सर्कल नभएरै होला सुसाइड रेट बढेको, यताउता एन्जाइटी सेन्जाइटी भएको होइन। अब अहिलेको बच्चाहरू सबै मोबाइलमा मात्रै बस्छ, बाहिर सोसलाइज त्यति छैन, अनि भरे केही भयो भने अब के गर्ने त। त्यही भएर अनि साथीहरू सर्कल राम्रो भयो भने चाहिँ अब एकअर्कासँग कुरा गरिन्छ, दुःख बिराम भएको सेयर गरिन्छ, त्यहीँबाट हल्का हुने त अनि आफूलाई।
त्यही फिल जस्तो लाग्छ मलाई चाहिँ। यस्तो पनि भन्छ नि हाम्रो उसमा के अरे एउटा कुन किताबमा लेखेको थियो तपाईँको तपाईँको पर्सनालिटी चाहिँ यसरी सेप हुन्छ अरे कि तपाईँको 4-5 जना चाहिँ तपाईँको नजिकको व्यक्तिहरू चाहिँ कस्तो हुनुहुन्छ त्यसमा चाहिँ तपाईँको पर्सनालिटी पनि डेभलप हुन्छ अरे कि त्यही भएर त्यो 4-5 जना मान्छे चाहिँ एकदमै राम्रो राख्नुहोस् भनेर भन्छ नि त्यही हिसाबको आफ्नो डेभलपमेन्ट पनि हुन्छ भन्छ। यो कुरामा एग्री गर्नुहुन्छ हजुर? होला अहिलेसम्म पढाएको छैन किताब होइन नपढे पनि हजुरको हुनसक्छ। साथी सर्कलको किनभने- हिसाबमा चाहिँ तपाईँलाई कतिको अफेक्ट गर्यो जस्तो लाग्छ तपाईँको साथीको सर्कलले चाहिँ? साथीको सर अब त्यही हो, अब आफूलाई नआएको कुरा उनीहरूले सिकाइदिन्छ होइन। अब आफूलाई थाहा नआएको कुरा उनीहरूलाई थाहा भइरहेको हुन्छ नि त। अनि अब उनीहरूले थाहा हुँदा अब आफूलाई केही कुरा थाहा छैन रहेछ नि उनीहरूले जब सिकाउँछ नि ए थाहा हुँदो रहेछ अनि त्यसपछि थाहा हुन्छ कि आफूलाई त्यो कुरामा इन्ट्रेस्ट छ कि छैन छैन त्यहाँ सिकिँदै गइन्छ। अब त्यसले इम्प्याक्ट पार्यो भने चाहिँ छुट्यो नत्र थाहा भएन। जस्ट त्यो कुरामा एग्री चाहिँ गर्छु म। कति कुरामा चाहिँ अब हजुरले पनि अब उहाँहरूलाई पनि हेल्प गरिराख्नुहुन्छ होइन कति कुरामा उहाँहरूबाट पनि तपाईँलाई आइरहेको हुन्छ यसरी मिलेरै गइरहेछ भनौँ। अनि तपाईँको चाहिँ दृष्टिकोण होइन दृष्टिकोण भन्छ नि दृष्टिकोण तपाईँको हेराइ कोरियालाई लिएर होइन तपाईँको हेराइ चाहिँ अब सुरुमा चाहिँ कस्तो अब अहिले चाहिँ अब कस्तो हेराइले चाहिँ हेर्नुहुन्छ हजुरले? दृष्टिकोण चाहिँ कस्तो छ तपाईँलाई कोरियालाई लिएर? कोरियालाई लिएर नराम्रो त छैन है किनभने अब त्यही हो अब पहिला जानी अन्जानी है थाहा नभए पनि कोरिया भनेर आइयो स्टुडेन्ट लाइफमा आएको। अनि यो लगभग यो अहिलेको बच्चाहरूलाई नि धेरै हुन्छ होला सायद उनीहरूले नि सेम नै सोचेको हुन्छ होला किनभने मेरो नि के थियो भने ब्याचलर पढ्ने हो विदेश जाने हो त्यसपछि अर्को देश जाने हो किनभने यहाँनिर के छ र फ्युचर भनिन्थ्यो नि त। ब्याचलर सक्यो त्यसपछि ल ठिकै छ पैसा छैन मास्टरसम्म पढौँ न त मास्टर पढ्यो अनि त्यसपछि बुझ्दै जाँदा होइन यो देशमा गरे पनि त्यो देशमा गरे पनि जता गए स्ट्रगल गर्नै पर्छ जहाँ गए नि यही त हो आखिर पैसा यताउता हेर्ने भने त उस्तै त हो नि कमाइ सबै सेम हो। अब एउटा सिर्फ के अरे कार्डको लागि कार्ड पनि अब यहाँ नपाउने नि होइन पाउँछ है फेरि गर्नु मिल्छ नि त। अब होला त्यो ठाउँमा भन्दा यो ठाउँमा अलिकति स्ट्रगल गर्नु पर्ला या केही गर्नु पर्ला नत्र सबैमा उस्तै हो सेम सेम। अब यहाँ पनि केही रुल्सहरू छन् त्यहाँ पनि रुल्स छ नि त अनि सबै सेम लागेर चाहिँ अनि मैले ल ठिकै छ गरौँ न त यहीँ कोरियामै भनेर गर्दै बस्यो। अहिलेको बच्चाहरूलाई चाहिँ म के भन्छु भने उनीहरू ब्याचलर पढ्ने दाइ त्यसपछि म अस्ट्रेलिया जाने ब्याचलर पढ्ने दाइ म क्यानाडा जाने भन्छ नि त। मैले चाहिँ ठिक छ क्यानाडा जो आफ्नो चोइस हो नि त सबै कुरा अब रोक्नु सकिँदैन है। अनि त्यसपछि तर के भन्छु नि ब्याक अफ द माइन्डमा चाहिँ तिमी अस्ट्रेलिया जाने भने ठिक छ तर कोरिया आएको छ नि त तिमी कोरियामा अब 4 वर्ष स्पेन्ड गर्छ है जे भयो नि त्यो फर्केर आउँदैन एटलिस्ट कोरियाबाट केही त लगेर जाऊ भन्नु खोजेँ मतलब पैसा होइन कि ल्याङ्ग्वेज लिएर जाऊ न केही स्किल्स लिएर जाऊ नि त। अब तिमी अब अस्ट्रेलियामा मानु अस्ट्रेलिया पुगेर होइन कोरिया 4 वर्ष बसेर गएको छ अस्ट्रेलिया पनि कोरियन रेस्टुरेन्ट त हुन्छ अनि त्यसपछि त्यहाँनिर गएर त्यहीँ कोरियन रेस्टुरेन्टमा म यहाँ काम गर्छु किनभने म कोरियामा 4 वर्ष बसेपछि त तिमीले यहाँको कल्चरहरू पनि सिक्छ नि त। अब त्यहाँ गएर देखायो भने त तिमीलाई अझ झन् प्रायोरिटीमा राख्छ नि त। ल नेपाली फर्केर गयो अरे नेपाली फर्केर जाँदा पनि केही छैन भने त तिम्रो ल्याङ्ग्वेज राम्रो छ भने त अब अहिले नेपालमा के छ इपिएस पढ्नेहरू टन्नै छ नि त ल कोरियन भाषाको लागि टिचर बन्छु नि भन्दा पाइयो अप्सन छ। त्यही भएर भोलि अब अस्ट्रेलिया गयो भने त उसले फ्युचर हेरेको थियो सजिलो भइहाल्यो होइन ड्रिम पुरा भयो ड्रिम कन्ट्री भनौँ न गएन अरे के त ल्याङ्ग्वेज पढाएर बस्यो त त्यो पनि काम लाग्यो नि त कोरियामा। ल ठिक छ अर्को जाउँ न त अर्को स्टेप जाउँ न त भनेर पाइयो नि त। त्यही भन्छु म चाहिँ ल्याङ्ग्वेज पढ ल्याङ्ग्वेज पढ जे होस् ब्याकअपमा राख। अब यस्तो पनि हुन्छ कति कुरामा चाहिँ अब विदेश जान्छु भन्छन् अब कति कुरामा चाहिँ इन्कमले भ्याउँदैन नि त। पहिलो कन्ट्री नै कोरिया भइसकेको हुन्छ अब अर्को कन्ट्रीमा जानलाई पनि त्यही अनुसारको पैसा हुन पऱ्यो। अब 4 वर्षमा चाहिँ त्यो अनुसारको पैसा आफूले म्यानेज गरेन भने अब कतिको त फ्यामिलीबाट नि गाह्रो हुन्छ नि त। त्यही भएर पनि अब कोरियालाई चाहिँ अब त्यसरी ब्याकअपमा राख्दा चाहिँ राम्रो होला। त्यही हो हाम्रो ब्याच मात्र होइन अहिले पनि भनौँ न सबैलाई सायद तिम्रो पनि थिएन होला सुरुमा अब कहाँ कुनै न कुनै कन्ट्री त एप्लाई गरे होला सुरुमै होइन नि त। अनि सबैको सुरुमा प्रायोरिटी चाहिँ अरू कन्ट्री हुन्छ क्या साउथ कोरिया हुँदैन क्या अनि हाम्रो पनि त्यही थियो। अनि आउँछ के भन्नु लागेको थियो शब्द तपाईँले के भन्दै हुनुहुन्थ्यो भने कोरियाको हाम्रो ब्याच अब अहिलेको विद्यार्थीहरूले चाहिँ पछि ब्याचलर पछि म विदेश जान्छु भन्छ अहिले मेरै कुरा गरौँ न मेरै ब्याचको स्टुडेन्टहरू त अहिले भनेर उनीहरूको लाइफ चाहिँ भन्दै हुनुहुन्थ्यो कि यस्तो भइरहेको छ सबैले त्यही हुन्छ नि त। अनि अब
इन्कम थोरै भन्दा नि अब साउथ कोरियामा त धेरै अहिले त धेरै नै छ है, कन्सल्टेन्सीले धेरै ठगेर यताउता लिइरहेछ। त्यही पनि अरू कन्ट्रीको कम्पेयरमा थोरै नै लिन्छ नि त, अनि उनीहरूलाई आउनु सजिलो। किनभने अब हाम्रै ब्याचमा पनि सायद हामी फर्स्ट ब्याच भएर नि होला, इजी सजिलो बाटो भनौँ न। अरू कन्ट्रीमा के अरे आइएल्स 6 चाहिने, 6.5 चाहिने थियो नि त, हाम्रोमा 5 हो कि 5.5ले मिल्थ्यो क्या, त्यस्तो धेरै चाहिँदैन थियो। अनि सजिलो भनौँ अब हामी नै भनौँ न, एकचोटि अब कुनै कन्ट्री एप्लाई पनि गरेको छैन, झन् हाम्रो त के थियो भने कोड भिजावाला थियो क्या, हाम्रो यहीँ यताबाट कलेजले पठाइदिने कोड भिजा, कोड नम्बर पठाइदिएपछि पाएँ नि त। अनि त्यो इन्टरभ्यू पनि दिनु नपर्ने, सजिलो। अनि सबैजना आउँछ, आएर अनि त्यही हो अब आफ्नो सबै बच्चाहरूको ड्रिम हुन्छ एउटा यो कन्ट्री जान्छु भन्दैन, यहाँ आएपछि उनीहरूले त्यो ट्राई गर्नु खोज्छ क्या। के हुन्छ अब त्यही इन्कम, अब आफूले यो वर्ष यतिसम्म पढाइ गर्छु भन्दा, अनि त्यसपछि कतिलाई चाहिँ के हुन्छ भने मलाई जस्तै मैले नि त अब क्यानाडा सोचेको थिएँ नि त, क्यानाडा नत्र फ्रान्स सोचेको थिएँ है पहिलादेखि, लाउरे भन्ने सोच हो, लकले त्यस्तै गरिदिएँ होइन। अनि आइन्छ अब त्यसपछि ब्याचलर सकेपछि के हो नि त, आफूले फेरि सोचे जस्तो स्टुडेन्ट लाइफमा के हुन्छ भने सर्भाइभ गर्न सकिन्छ क्या, इजी छ क्या। तर त्यो हुन्छ नि अब धेरै पैसा कमाएर सेभिङ गरेर राख्छु भन्दा चाहिँ त्यो चाहिँ अलिकति गाह्रो छ क्या। किनभने तिम्रो कलेज फी तिर्नु पऱ्यो होइन, अब खानु पऱ्यो, यताउता गर्नु पऱ्यो, त्यो गर्दा चाहिँ भने जस्तै बचाउनु चाहिँ सक्दैन क्या। अनि मान्छेहरूले अरू के हुन्छ नि, त्यही नेपालमा अब कोरिया गएको, अब पहिला हाम्रो पालामा चाहिँ बोरामा पैसा बोक्ने यताउता थियो नि त, त्यो सुनिरहेको क्या हामीले चाहिँ, बोरामा पैसा त्यस्तै हो होइन, जस खल्तीमा चाहिँ हट्छ भनौँ न मजाले। त्यसो त्यो भन्नाले सर्भाइभ गर्न चाहिँ सकिन्छ क्या, इजिली सकिन्छ क्या, त्यो गाह्रो छैन। तर मान्छेहरू त कोरिया गएको भन्ने बित्तिकै पहिला नेपालबाट त के थियो, विद्यार्थी थिएन नि त, इपिएसकोहरू मात्रै आउने हो नि त। अनि इपिएसकोहरूको त के हुन्छ, उनीहरूको अब कम्पनीले खाना दिन्छ है, कम्पनीले बस्नु दिन्छ, सबै उनीहरूले लगभग कतिवटा कम्पनीमा त 2 छाकै दिन्छ, भनेपछि पैसा कहीँ खर्च जाँदैन नि त। अब त्यो दाइदीहरूले अब बाहिर घुम्नु, शनिबार आइतबार घुम्नु गएर पैसा खर्च गऱ्यो भने छुट्टै कुरा होइन, नत्र सबै कुरा बाँच्छ नि त उनीहरूको। त्यही भएर चाहिँ उनीहरूले घर जग्गा जोड्नु सक्छ। विद्यार्थीमा चाहिँ अब गयो टन्न पैसा कमाउँछ त्यो हुँदैन क्या। उनीहरू त अब कलेज फी तिर्नु, स्कलरसिप पायो भने पायो, पाएन भने त तिर्नु पऱ्यो नि त। त्यही भएर चाहिँ जस्ट डेली लाइफको लागि सजिलो छ, एक्स्ट्रा इन्कम यताउता चाहिँ स्टुडेन्ट लाइफमा चाहिँ नसोचे हुन्छ, धेरै हाई एक्सपेक्टेसन चाहिँ नराखे हुन्छ, एक्सपेक्टेसन नराखे हुन्छ। किनभने गएर यति वर्षमा यति बचाउँछु यताउता हुन्छ नि, हो प्लानिङ गर्नुपर्छ, राम्रो हो, तर सोचे जस्तो हुँदैन, सोचेको जस्तो हुँदैन के अरे। अनि तपाईँको अब ब्याक डेजमा हेर्दाखेरि अब के याद छ दाइलाई एकदम फन्नी मोमेन्टहरू, नत्र यस्तो कि अब कोरिया त अब हाम्रो नेपालको हिसाबमा त एकदम कल्चरली डिफ्रेन्ट छ नि त कोरिया, अब त्यति बेला केही त्यस्तो फन्नी मोमेन्ट भएको, नत्र हुन्छ नि सक भएको, अबि यो त यो यस्तो पनि हुन्छ र भन्ने जस्तो, त्यस्तो कल्चरल सकहरू केही भयो हजुरलाई एक्सपिरियन्स? खासै याद आएन हो बहिनी, किनभने त्यस्तोवाला चाहिँ त्यो गराएको थिएन कि। अब त्यो हुन्छ नि आउँदाखेरि अब नेपालमा नि मजाले भिजेको भए पो थाहा हुन्थ्यो त है, नेपालमा नि त्यही हावामै चल्या हो, यहाँ पनि हावामै चल्या हो। त्यही भएर यस्तो पनि हुँदो रहेछ, हाम्रो नेपालमा हुन्थ्यो होला गरे, त्यतिकै बचेर चाहिँ त्यस्तो केही सक चाहिँ भएन। त्यसो भए त्यस्तो डिपली चाहिँ अब केही पनि सोचिएन त्यति बेला पनि, अब त्यस्तै भयो। त्यसपछि अब अहिले त तपाईँको अब D2 हुँदै D10 हुँदै, D10 लिनुभयो हजुरले? मैले ब्याचलर सकिएपछि 6 महिना D10 लियो, लिन त धेरै नै लिन्थ्यो होला। के थियो भने अब हाम्रो पालामा चाहिँ हामी फर्स्ट ब्याच हो नि त उयोमा ब्याचलर सकिने, अनि त्यसपछि हामीलाई फर्स्ट D10 पायो, इजिली पायो, त्यस्तो धेरै गाह्रो भएन। सेकेन्ड D10 लिनु चाहिँ गाह्रो भयो क्या। अनि त्यसपछि हामी चाहिँ 6 महिना मात्रै लिएर त्यसपछि मास्टर सिधै जोइन गऱ्यो। तर हामीभन्दा सेकेन्ड ब्याचकोहरूले चाहिँ लियो 1 वर्ष हो त्यस्तो लियो। त्यसो भए अब अहिले जस्तो अब अहिले त हाम्रो अब 1 वर्ष मजाले अब टोटलमा काउन्ट गरौँ भने त D10 को 3 वर्ष पाउने छ अहिले त होइन, 1 वर्षको मजाले दिइरहेछ। त्यति बेला चाहिँ त्यति इजी चाहिँ नरहेछ भन्ने बुझ्न पर्यो है D10 लिनलाई। किनभने जस्तै मैले देखेको है, म 2017 देखि अहिले 26 भयो होइन, 10 इयर्स भयो होला होइन, कि 9 इयर्स भयो, जति भए पनि जस त्यो फेसमा अहिले हेर्दै जाँदा क्या, जस्तै अब हामीले अहिले जति कुरा सिक्दै गयो नि, अब जस्तै कोरिया आयो फर्स्ट ब्याचमा भनौँ न, अब म स्टुडेन्टमा आउँदाखेरि हामी फर्स्ट ब्याच हो, हामीले यहाँ कलेजको डिनदेखि लिएर सबै चिन्छ क्या, मजाले चिन्छ क्या। किनभने हामी विद्यार्थी थोरै, अनि उनीहरूको लागि हामी पहिलो फरेनर विद्यार्थी भनौँ न, त्यही भएर उनीहरूलाई पनि अब सायद हेर्नु मन लाग्ने होला कि बोल्नु मन लाग्ने होला, त्यसले गर्दा चाहिँ अनि हामी पनि अब बोलिन्थ्यो नि त, चिन्जान राम्रो भयो। अब अहिलेको कुरा गर्दाखेरि
अहिले त 1000जना हो नि त, 1000जना त कन्ट्रोल गर्नु गाह्रो हुन्छ नि त। अनि हामी सायद कलेजको लागि बलिको बाख्रा पनि होला होइन, उनीहरूले हामीलाई ट्राई गरे हो क्या, यो गर्दा ठिक हुन्छ, त्यो गर्दा ठिक, किनभने हामीले पनि सिक्दै गयो, कलेजले पनि सिक्दै गयो, यो विदेशी विद्यार्थीहरूलाई चाहिँ यसरी गर्दा ठिक हुन्छ होला है। किनभने अब उनीहरूलाई यहाँ कोरियाको लागि अमेरिका ठुलो कन्ट्री हो क्या उनीहरूको लागि। जस्तै हाम्रो लागि पनि अस्ट्रेलिया यताउता भनिन्छ नि त, हाम्रो लागि ठुलै कन्ट्री हो, तर उनीहरूलाई चाहिँ केही भएन भने अमेरिका गएर आयो भने वाह त्यहाँ गएर आएको अरे भने युएसए यताउता भन्छ नि त। त्यही उनीहरूले नि अब त्यहाँको मात्रै देखिरहेको, अनि त्यो कल्चर र अनि हाम्रो एसियन कल्चर त भास्ट डिफ्रेन्ट हुन्छ नि त। अनि यहाँ आउँदा चाहिँ अनि त्यो उनीहरूले पनि त्यही अनुसार एडप्ट गर्दै गएको क्या, यसरी गर्दै सिक्दै म्यानेज गर्दै गयो, उनीहरूले पनि धेरै कुरा सिकेको छ। जस्तै मेरो एउटा नराम्रो एक्सपिरियन्स भनौँ है, नराम्रो एक्सपिरियन्स भन्दाखेरि अब हामीले कलेजको माया चाहिँ कसरी पाएको छ भने देख्दाखेरि हामीलाई दुःख बिराम भयो, केही भयो भने नेपालमा त बाबुआमा हुन्छ नि त, यहाँ त को हुन्छ साथी, धेरैमा धेरै अब गार्जेन्सको रूपमा हेर्ने भने कलेज। मेरो एक्सिडेन्ट हुँदाखेरि रातको 2-3 बजेको थियो होला है, मैले डिनलाई फोन गरेँ हो, डिन आइदिनु पऱ्यो, यस्तो भयो, किन ल्याङ्ग्वेज आउँदैन केही आउँदैन, बोल्नु त पऱ्यो, पुलिसको गाडी आएको छ, ल ठिक छ डिनलाई बोलायो, डिनले आइदियो, राति नै आइदिएको। त्यो भनेको एक किसिम थ्याङ्कफुलनेस पनि हो होइन, किन अब यत्रो ठुलो कलेजको डिन आएर हेल्प गर्नु भने धेरै राम्रो कुरा हो नि त। अनि त्यहाँबाट पनि देखिन्छ कि कलेजले कतिसम्म चाहिँ माया गरेको छ है भनेर, त्यसरी हेल्प गर्दै उनीहरूले नि सिक्दै आएको छ। अब अहिले होला है, अब 100जना विद्यार्थीमा 100जनालाई हेल्प गर्नु सकिँदैन नि त, 2-3 जनालाई सकिन्छ। गऱ्यो भन्दामा अरूलाई गर्दै नगरेको त होइन नि त, गर्नु खोजिरहेको होला, उनीहरूले नि सिक्दै गएको हो क्या त्यो कुरा चाहिँ। अब त्यो भए हामीले नि बुझ्नु, उनीहरूले ट्राई गर्दैछ ठिक छ, अब उनीहरू पर्सनली नआउने छ, उनीहरूले कोहीलाई पठाएको छ नि त, नत्र अहिलेको अब धेरैजना भएर अप्सन धेरै भयो नि त। भाइ बहिनीहरूले दाइहरूलाई सोध्नु नि सक्यो, दाइ यस्तो यस्तो फेस पऱ्यो, के भयो, के कसरी गर्ने भनेर सोध्दा पनि भयो, दाइहरूले पनि हेल्प त गर्छ नै होला, किन अहिलेसम्म गरिरहेको छ जस्तो लाग्छ है। अब त्यो भोग्नेलाई थाहा हुन्छ है, हामीले हेर्दा चाहिँ गरिरहेको छ सिनियरले, अब सबैजना राम्रो छ भन्ने पनि छैन, सबैजना नराम्रो छ नि भन्दैन नि त। कसैको लागि मानु एक्जाम्पल मेरो लागि तिमी राम्रो मान्छे, कसैको लागि नराम्रो होला, त्यो त अब भोग्नेमा देख्नेमा फरक पर्छ नि त, आफूले के गरेको छ कसरी गरेको छ भने, त्यही हो। अनि त्यसरी चाहिँ अब जे होस्, अब युनिभर्सिटीबाट पनि अलिकति हेल्पफुल नै भयो भनौँ। अब जे होस् त्यस्तो एज अ ओभरअलमा चाहिँ अब त्यस्तो नराम्रो पनि छैन भन्नु पऱ्यो। म त नराम्रो छ त भन्दिनँ है, अब के हो कसो हो, अब सबैले आफ्नो भोग्ने हो। अब मैले हेर्दा मेरो नजरमा हेर्ने हो भने चाहिँ राम्रो छ, युनिभर्सिटी राम्रो छ, कोरिया एकदम राम्रै हो भनौँ न। सबै राम्रो छ। अनि अब हजुरको D2देखि अब D10 त अब हजुरले 6 महिना लिनुभयो, त्यसपछि मास्टर्स चाहिँ फालो जोइन गरिहाल्नुभयो होइन। अनि त्यसपछि अब तपाईँको चाहिँ अब D10 थप्दा चाहिँ अब त्यति बेलाको समय त भनिहाल्नुभयो अलिकति गाह्रो लाग्यो, अब अप्ठ्यारो थियो भनेर। हजुरलाई चाहिँ अब मास्टरमा त D2मै हुनुहुन्थ्यो कि कति बेला चाहिँ F2R भिजा चाहिँ कसरी, यो बारेमा चाहिँ अलिक भनिदिनु न। अब धेरैजनाले चेन्ज गर्ने पनि विचारमा हुनुहुन्छ होला नि त हाम्रो पनि, अब के चाहिँ अब कसरी गर्दा चाहिँ ठिक होला भनेर। म तिमीलाई D2बाट D10बाट भन्छु ल। ब्याचलर सक्यो, मैले D10 लिएँ होइन, D10 6 महिना लियो। हाम्रो पालामा गाह्रो थियो, त्यसपछि हाम्रो पालामा हाम्रो ब्याचले लगभग सबैले गरिहाल्यो क्या, D2 गरिहाल्यो, उनीहरूसँग अप्सन छैन नि त। अब नेपाल ब्याक टु नेपाल त हुने कुरा भएन, 0 लिएर त, किनभने सबैजना कोरिया आएपछि केही न केही त कमाएर जाउँ। कोरिया मात्रै नहुनु, जोसुकै जुन कन्ट्री गयो नि केही न केही त लिएर जान्छु भन्ने हुन्छ नि त। अनि हामी पनि अब केही न केही लिएर जाउँ, अब के सर्भाइभ, अब फर्केर जाने कि इलिगल बस्ने अप्सन त्यो हुन्छ नि त। अनि ल ठिक छ, त्यो इलिगल त लिगली बस्ने हो भन्नुहोस्, के छ कलेज, किनभने हामी कलेजको विद्यार्थी, कलेज त सजिलो छ। अनि म यही कलेजमा पढेको भएर यही कलेजमा मास्टर एप्लाई गर्नु पनि मलाई गाह्रो भएन है। अनि मास्टर सकेपछि त्यति बेलासम्म अब D10 लिनु पनि धेरै सजिलो भइसक्यो, किनभने उनीहरूले पनि सिक्ने मौका पायो नि त, उनीहरूले ल यस्तो यस्तो रहेछ, यिनीहरूलाई यसरी गर्दा हुँदो रहेछ। अनि हाम्रो पालोमा मैले 2 वर्षको थियो है, फेरि 2 वर्ष थियो, 6 महिनाको पाउँथ्यो। अनि यो 6 महिनामा मैले लगभग 2 वर्षै लिएँ, 6 महिनाको 2 वर्ष लियो। तर मेरो इन्डिङमा आउँदा चाहिँ 3 वर्षको बनायो नि त अहिले रुल्स त, किनभने कोरियाको रुल्स यस्तो साह्रो चेन्ज हुन्छ कि अहिले यो भइरहेको छ, भोलि गएर के अरे अब हाम्रो पालामा आउँदासम्म 3 वर्षको भयो होइन, हाम्रो इन्डिङमा आउँदासम्म 3 वर्षको भयो है। अनि हाम्रै ब्याचको साथीहरूले पनि 3 वर्ष लिने पनि छ है, नभएको होइन। तर के हुन्छ भने तिम्रो फर्स्ट D10 त इजिली पाउँछ, ग्रेजुएट भयो पाइहाल्यो। सेकेन्ड D10 को 6 महिनामा के गरेको त्यो त देखाउनु पऱ्यो नि त। अनि त्यसको लागि चाहिँ के गर्ने भने अब तिमीले सजिलो भनेको चाहिँ मेरो हिसाबमा सजिलो भनेको मैले जब खोजिरहेको यताउता यो जबको के हुन्छ नि त, त्यतातिर जाने, जाने प्रोग्राममा जाने होइन। अनि अर्को भनेको ल्याङ्ग्वेज गरिरहेको छु, तिनीहरू देखाउने हो क्या। ल्याङ्ग्वेज चाहिँ एकदम इम्पोर्टेन्ट छ क्या। अनि तिम्रो छ भनेर चाहिँ तिम्रो अब
ल्याङ्ग्वेजमा टपिक होस् या केआइपी होस् उम्, गरे बापत उनीहरूको लेभल अनुसार पोइन्ट हुन्छ क्या 5 पोइन्ट 10 पोइन्ट त्यसरी हुन्छ त्यो भयो भने चाहिँ तिमीलाई जस्तै टपिक 4 को कति 10 पोइन्ट कि 15 पोइन्ट छ क्या त्यसरी पोइन्ट बढ्यो भने तिमीलाई उनीहरूले पनि त्यही अनुसार दिने हो क्या उनीहरूले यसले गरिरहेको छ किनकि देखाउनु पऱ्यो नि त पर्यो त्यो देखायो भने चाहिँ सजिलो पाउँछ भनौँ न भिजा डिटेल थप्नु पाउँछ मजाले अनि त्यसपछि डिटेल भिजा थपेर अनि त्यसपछि तपाईँ मास्टर पनि सकाएर चाहिँ F2R चाहिँ जोइन गर्नुभयो है F2R डिटेन भिजा थपेँ होइन मैले मास्टर सकाएँ मास्टर सकाएर डिटेन थपेँ 2 वर्ष मेरो त्यति बेला मैले केआइपी गरेको थिएन क्या किनभने मलाई त्यति बेलासम्म अनि हामी अगाडि हामीलाई कोही थिएन नि त गाइड गर्ने केआइपी गर्ने टपिक गर्ने अब टपिक अलिअलि सुनेको हो अनि त्यसपछि हामी मास्टर गर्दा गर्दै सुने क्या केआइपी पनि रहेछ है मैले त्यति बेला म लगभग मास्टरको अन्तिम सेमिस्टरमा पुगेपछि केआइपी पनि रहेछ है भनेर थाहा पाएँ होइन किनभने त्यति बेला हाम्रो साथीहरूले नि कतै न कतैकोबाट सुनेर 1-2जनाले गर्दै थियो क्या ल ठिक छ हामी पनि गरौँ भनेर अब अहिले हेर्ने हो भने धेरै भएको छैन नि त यो चलेको लगभग 1 वर्ष भयो कि है नत्र अहिले हेर्ने हो भने अहिले कलेजहरूले पनि आफ्नै युनिभर्सिटीमा राखिरहेको छ केआइपी 1 2 कम्पलसरी राखिरहेको छ क्या उनीहरूले कम्पलसरी जस्तै राखिरहेको छ हाम्रो पालामा भनेको त म भन्छु भने म यहाँ देवनमा बसेको है यहाँबाट 1.5 घन्टा आधी घन्टा 1.5 घन्टा 2 घन्टाको टाढो गएर पढेको क्या अब सुन्यो अब कहाँ छ त नेटमा खोज्नु पऱ्यो सायद त्यति बेला मलाई आइडिया नभएको नि हुनसक्छ है यहाँ पनि छ भनेर जब जतिसम्म मलाई दिमागले भयो नि त त्यति टाढो टाढो मात्रै भेटेँ अब अहिले हेर्नु त यहाँ घरकै नजिकहरूमा टन्नै पाइहाल्छ नि त्यो गर्नुपर्छ केआइपी गऱ्यो भने तिमीलाई अब जस्तै गरेँ मैले F2R चेन्ज गरेँ F2R चेन्ज गर्नु अहिले के छ हाम्रो अन्तिममा त्यति बेला मैले गरेँ मैले 3 मा चेन्ज गर्नु पाउँथेँ है मैले गरिनँ त्यति बेला खै किन गरिनँ मलाई पनि थाहा छैन त त्यसपछि भनेको 4 कम्पलसरी भयो नि त अनि टपिक 4 होस् या केआइपी होस् गर्नुपर्ने भयो क्या गऱ्यो अनि त्यही भएर अहिलेको बच्चाहरूलाई के भन्छ नि ठिक छ गर होइन नट ब्याड होइन गर्नुपर्छ केही न केही त गर्नुपर्छ नि त अनि त्यसपछि E7 जाने हो कि F2 जाने हो कि कुन चाहिँमा जाने हो अनि F2 जाने हो चाहिँ कम्पलसरी छ केआइपीको लागि होइन अनि उनीहरू अब जस्तै 6 महिना ग्याप हुन्छ नि त अहिले त टाढो पनि जानु पर्दैन नजिकै छ भनेपछि एटलिस्ट कामकोबाट 1 दिन छुट्टी लिएर एक्स्ट्रा छुट्टी लिएर जस्तै 6 दिन काम गर्नु छ भने 5 दिन लिने 5 दिन गर्ने होइन 1 दिनलाई बरु केआइपीलाई दिने नि त त्यसरी गर्दा पनि भयो भन्ने कुरा हो सजेस्ट चाहिँ त्यही गर्छु म त्यसो भएदेखि अब हुन अहिले पनि अब कतिजनालाई चाहिँ केआइपी भनेको के हो भन्ने पनि थाहा छैन होइन अब हजुरले पनि भन्नुभयो कि मास्टरमा गएर बल्ल थाहा भयो केआइपीको बारेमा भनेर अब यो भनेको त प्राय जसो अब साँच्चैमा भन्नुपर्दा केआइपी चाहिँ हाम्रो विशेष गरी भिजालाई चाहिँ हेल्प हुने हो है अब टपिक चाहिँ अब एकाडेमिक रूपमा पनि भनिन्छ हजुरको हिसाबमा चाहिँ कस्तो हिसाबले देख्नु भएको छ मैले सोच्दा चाहिँ अब किनभने अब केआइपी होस् या टपिक होस् दुइटै ल्याङ्ग्वेज हो होइन अनि मैले पढ्दा चाहिँ अब केआइपी चाहिँ मोस्टली होइन टपिक चाहिँ मोस्टली ल्याङ्ग्वेजको लागि ल्याङ्ग्वेज त्यसले इम्प्रुभ धेरै गर्छ केआइपी पढ्यो भने चाहिँ के हुन्छ भने तिम्रो जस्तै अब यो ठाउँमा बस्नुलाई के कसरी गर्नुपर्छ त्यो कुराहरू पनि सिकाउँछ क्या केआइपीले चाहिँ त्यही मात्र हो डिफ्रेन्स भनेको नत्र हुन त अब दुइटै अब जस्तै तिमी यहाँनिर कोरियामा F5 लिन पढ्यो भने तिम्रो केआइपी 5 कम्पलसरी छ क्या त्यो चाहिन्छ चाहे त्यो 100 आवर्सको गर या दुईवटा लेभल एउटा 100 एउटा 30 लेभलको हुन्छ होइन कुन चाहिँ गर्नु चाहिँ पऱ्यो ऊ लिने भए अब तिमी यहाँको सिटिजन लिने भए 100को गर्नु पऱ्यो होइन भने 70 चाहिँ गर्नैपर्छ तर अब सोझो हिसाबमा एउटा स्टुडेन्टलाई भन्नुपर्दा चाहिँ सुरुमा D2 भिजा त्यसपछि अब उनीहरूको जब सेकिङ भिजा भनौँ चाहियो भने D10 भिजा त्यसपछि चाहिँ उनीहरूले अप्लाई गर्न मिल्ने भनेको F2R भिजा नत्र अब F27 भिजा होइन अनि त्योभन्दा माथिको चाहिँ F5 भिजा भनेर चाहिँ यो है के अरे F2R हामीले नेपालीले गर्न मिल्ने भनेर चाहिँ लगभग F2R हो है किनभने F27 गऱ्यो भने चाहिँ तिम्रो केआइपी 5 होस् अनि त्यसपछि मास्टरै ब्याचलर मात्र छैन मास्टर सक्यो भने तिम्रो 79 पोइन्टमा गएर अड्किन्छ क्या अनि तिम्रो F27 गर्नलाई चाहिँ 80 पोइन्ट चाहिन्छ त्यही भएर हामीले गर्नु मिल्ने भने चाहिँ मलाई जहाँसम्म लाग्छ है अब अर्को केही उपाय छ भने त छुट्टै कुरा भयो नत्र 79मा गएर मिल्दैन नि त अनि F2R हो गर्नु पाउने भनेको चाहिँ अब सायद यो भियतनाम या अरू हुन्छ नि यो वारतिर पहिला केही गरेको जस कोरियालाई केही सपोर्ट गरेको छ भने चाहिँ त्यस्तो खालको कन्ट्रीलाई छ भने उनीहरूको 80 पोइन्ट पुग्छ क्या मजाले हाम्रो चाहिँ पुग्दैन प्रिभिलेज पनि रहेछ होइन कोरियालाई हेल्प गर्यो भनेर चाहिँ हो त्यसो भए चाहिँ अनि अब F2R लिइसक्नुभयो अब F2R पछि चाहिँ कति समयपछि चाहिँ अब हजुरले चाहिँ कोरियाको रेसिडेन्सीको भनौँ या सबैभन्दा राम्रो भिजा भनेको F5 भिजा भन्छ कति बेला चाहिँ हजुरले लिन मिल्छ अब चाहिँ अब एक्ज्याक्ट भन्नु त मलाई नि त्यस्तो मलाई थाहा भएन है भन्नु चाहिँ अब 5 वर्ष भन्ने हो यो F2R भनेको 5 वर्षको लागि हो नि त
तिम्रो F2R त अब जस्तै आफ्नो कुनै कोरियाको कुनै ठाउँमा जनसङ्ख्या कम भएको ठाउँलाई राम्रो बनाउनुलाई हो नि त। जस्तै हाम्रो यो भुसानको कुरा गर्ने नि, दोङ्गु, सगु, यङदोगु 3टा ठाउँ हो नि त। अनि तिम्रो F2R मा त्यहाँनिर चाहिँ तिमी अब दोङ्गुमा बसेको छ भने त्यहाँनिर 2 वर्ष कम्पलसरी बस्नै पर्छ क्या, चेन्ज गर्नु मिल्दैन। त्यसपछि चेन्ज गऱ्यो भने 2 वर्ष सकिसकेपछि चेन्ज गर्नु मिल्ने भनेको यङदोगु या सगु 2 ठाउँ हो क्या। त्यो 5 वर्ष बस्नै पर्छ। यो चाहिँ उनीहरूले के को लागि गरे मलाई पनि थाहा भएन। जे होस् यसरी भन्नुपर्दा चाहिँ जस्तै बुसान भयो भने चाहिँ बुसानमा पनि कुन कुन रिजनमा बस्ने भनेर चाहिँ जस्तै अब जो कोहीले पनि अब F2R चेन्ज गर्दै हुनुहुन्छ कि त सौल कि त बुसान रोज्नु भएको छ भने त्यही एरियामा मात्र गर्न मिल्यो है। त्यहाँनिर तिम्रो कि त काम गर्ने ठाउँ हुनु पर्यो हजुर कि त आफ्नो लोकेसन त्यहाँ हुनु पर्यो। किनभने उनीहरूले त त्यहाँको के अरे उसलाई बस्तीलाई राम्रो बनाउनलाई गरे हो नि त, त्यहाँको जनसङ्ख्या अलिकति इम्प्रुभ गर्नलाई गरे हो नि त। त्यही भएर चाहिँ त्यहाँ बसेकै हुनु पर्यो। अनि हजुरलाई चाहिँ अब F2R भिजा चेन्ज गर्न के कतिको स्ट्रगल भयो या ठिकै छ फ्लोमै ल भइहाल्यो भन्ने जस्तो भयो, गाह्रो भयो र? F2R मलाई गाह्रो भने चाहिँ हुन त अब पहिला थाहा भएको भए गरिन्थ्यो होइन। ल्याङ्ग्वेज हो मेन कुरा चाहिँ, किनभने पहिला ल्याङ्ग्वेज पढाएको थिएन। त्यही हो, अब अर्को देश जाने त्यही हो, किन पढ्ने भनेर बस्यो नि त। अनि पछि अब होइन कोरियामै बस्नु पर्दो रहेछ, बस्ने अब के गर्ने भनेर चाहिँ थाहा भयो। त्यसपछि त्यो गर्नुलाई के चाहियो त, KIP या टपिक चाहियो भनेर चाहिँ के त्यो गर्नु ल्याङ्ग्वेज हुनु पऱ्यो नि त। ल्याङ्ग्वेज सर्टिफिकेट चाहियो, ल ठिक छ यो गर्नु। मलाई गाह्रो भने चाहिँ ल्याङ्ग्वेज सर्टिफिकेट निकाल्नु गाह्रो भएको हो। त्यसपछि अरू भने त सजिलो भइहाल्यो। अब अहिले त भिजाहरू पनि चेन्ज भइसक्यो, सबै भइसक्यो भनौँ। अब अहिले चाहिँ करेन्टली चाहिँ दाइको लाइफ चाहिँ कस्तो चलिरहेछ, कस्तो कम्पनीमा काम गर्दै हुनुहुन्छ, अनि अब ओभरअल चाहिँ कस्तो भइरहेको छ त अहिले चाहिँ हजुरको? ओभरअल भन्नुपर्दा ठिकै छ है, सबै राम्रै छ, राम्रै गरिरहेको छु आफूले। अब हुन्छ नि, अब म चाहिँ नर्मली अब रेस्टुरेन्टको ब्याकग्राउन्डबाट आएको भएर चाहिँ कम्पनी चाहिँ मेरो लागि होइन। किनभने त्यो एकवटा हुन्छ क्या, अब कम्पनीमा काम गर्दा अब साथीभाइसँग बोल्ने त्यहाँदेखि अब रेस्टुरेन्टमा त हल्ला गर्दै बसिरहेको हो नि त। कम्पनीमा चाहिँ अब मिसिन हेऱ्यो बस्यो, मेरो लागि चाहिँ अलिकति होइन रहेछ भन्ने थाहा पायो। अनि अब त सबै ठिकै छ भनौँ। अब कमाइ हेर्ने हो, छुट्टी हेर्ने भने सबै राम्रै हुन्छ नि त कम्पनीमा। म पनि कम्पनीमा जोइन गर्नुको कारण त्यही छुट्टी हेरेर गएको, रातो बिता होलिडे हुन्छ, पैसा एक्स्ट्रा पाउँछ भनेर। तर अब कोही अरू नयाँहरू जान्छ नि त, जाँदाखेरि चाहिँ के हुन्छ नि, जाऊ भिजिट गर, कम्पनी भिजिट त गराउँछ उनीहरूले। अब आफै चेन्ज गर्ने भने छुट्टै कुरा हो, या दलालहरूबाट जाने भने छुट्टै कुरा हो होइन। जाँदाखेरि जाऊ सोध मजाले के काम गर्नुपर्ने, किनभने कति ठाउँमा चाहिँ के हुन्छ नि, यो काम भन्छ अर्को काममा लगाइदिन्छ क्या, त्यस्तो हुँदा चाहिँ गाह्रो हुन्छ। अनि अब एजेन्टहरूले होइन, अब जस्तै कम्पनी मानौ तिमी एक कम्पनीमा गयो होइन, एक कम्पनीमा अब कम्पनीभित्र नि छुट्टै डिपार्टमेन्ट हुन्छ नि त। तिमीलाई यो डिपार्टमेन्ट देखाएर अर्को डिपार्टमेन्ट लगाइदिन्छ नि त। त्यो चाहिँ मिल्छ भने अगाडि सोधेर जाने, अनि मिल्दैन भने चाहिँ ठिक छ अब आफू विचार गर्ने, यो कम्पनीमा गर्दा हुन्छ हुँदैन। अब कसैलाई अब जस्तै म जस्तो के अरे रेस्टुरेन्टमा गरेको भ्याकग्राउन्डमा गरेर त थाहा हुन्न नि त, कम्पनी कस्तो के भनेर थाहा हुँदैन नि त, के सोध्नुपर्छ। बरु त्योभन्दा आफू गरिसकेको मान्छेलाई सोध्ने, कम्पनीमा कस्तो काम हुँदो रहेछ, कसरी गर्दो रहेछ भनेर सोध्यो भने चाहिँ सजिलो हुन्छ कि। जस्तै अब हुन त अब कम्पनीमा गरेको मान्छेलाई कम्पनीमा धेरै सजिलो हुन्छ है, रेस्टुरेन्टमा गरेकोलाई रेस्टुरेन्ट लाइनमा सजिलो हुन्छ नि त। त्यही हो। अनि अब जस्तै म चाहिँ अलिक कम्पनी लाइनमा नपरेको भएर पहिलोचोटि भएर चाहिँ मलाई चाहिँ गाह्रो भएको थियो भनौँ। गाह्रो भएको थियो। अब त्यसपछि अब अहिले F2R भिजामा बस्ने, अनि मेबी 5 वर्षपछि चाहिँ F5 भिजा पनि चेन्ज गर्न सकिने पनि भयो होइन, सिक्रेटै राखौँ होइन। अनि त्यसपछि के विचार गर्नु भएको छ कि ल कोरियाकै इन्कममा म सेटिस्फाई छु, अब आजभोलि त एकदम ट्रेन्ड पनि छ नि त एन्टरप्रेनरसिपको होइन, बिजनेसहरू गर्ने भनेर। त्यस्तो हजुरले अब कति चाहिँ अब हामीले अहिले थाहा पाइरहेछौँ कि विद्यार्थीहरूले अब यता काम गर्दै पनि उता चाहिँ नेपालमा चाहिँ केही न केही बिजनेसहरू चाहिँ अहिलेबाट यस्तो गराइराख्ने भन्ने हिसाबको माइन्डसेट थाहा पाइरहेछौँ। तपाईँको चाहिँ के कस्तो छ यो विषयमा चाहिँ? अब केही सोच्नु भएको छ बिजनेसतिर पनि म गर्छु नेपालतिर केही भन्ने हिसाबको? सोच्नु त धेरै कुरा सोचिन्छ होइन, पुरा नहुनु छिटै कुरा हो। तर होइन, यो जुन अहिले बच्चाहरूले गर्छ नि, म यता काम गर्दैछु उता केही न केही भन्ने, त्यो राम्रो हो। मन के भन्छ नि, एउटा इन्कममा मात्रै भर परेर बस्नुहुन्न क्या। किनभने अब जस्तै आफ्नो हातखुट्टा सही सलामत जहाँ हुन्छ नि त। जस्तै म एक्जाम्पललाई मानौँ, मेरो हातखुट्टा अहिले सही सलामत छ, म बिहान जान्छु बेलुका आउँछु कामबाट है, भोलि गएर फ्याट चाहिँ केही भइदियो भने त साइड इन्कम त छैन नि त। आफ्नै बिजनेस भयो भने के हुन्छ भने ठिक छ, अब आफ्नो बिजनेस मानौँ एउटा आफ्नो बिजनेस खोलेको छ भने आफू बिरामी हुँदा नि घरमा सुतेर बसिन्छ नि त, त्यति बेला नि के हुन्छ नि त्यहाँबाट इन्कम आइरहेको हुन्छ नि त। त्यही भएर इन्कम गर्नुपर्छ है, साइड इन्कम चाहिँ गर्नुपर्छ भन्छु म।
जस्तो आफ्नो बिजनेस भने राम्रो हो। अब भोलि गएर तपाईँले केही विचार गर्नुभएको कोही केही गर्छु भन्ने हिसाबको केही सोच्नु भएको त भने नि सोच्नु त धेरै कुरा सोचेको छ, गरेको छैन है। त्यही अब गरेपछि थाहा हुन्छ, हेर्दैछौँ। अहिलेसम्म चाहिँ केही गरेको छैन। त्यही होस्, दिमागमा प्लानिङ चाहिँ छ, अब एक्जिक्युट गर्न चाहिँ बाँकी छ। प्लानिङ त धेरै हुन्छ नि। त्यही हो मेन कुरा भनेको, गर्नु साइड जसलाई पनि अब ब्याचलर सक्यो ठिक छ त, खाली हुन्छ नि त। अनि अहिलेको बच्चा धेरै ट्यालेन्ट छ क्या, गर्नुपर्छ। यो नभए किनभने उनीहरूको भने मेन भने सिक्ने टाइम हो नि त। गर्ने एउटा कुरा गर्ने, ल कसैले कपडाको बिजनेस गर्ला है, कसैले के गर्ला, कसैले रेस्टुरेन्टै खोल्ला, ठिक छ गर्न। किनभने त्यो राम्रो भयो भने त तिमी किन यहाँ कोरियामा बसिराख्नु पऱ्यो त। कोरियामा आएर तिमी 2 लाख कमाउँछ र आफ्नो परिवारसँग बसेर तिमी 50,000 कमाउँछ भने सायद त्यो राम्रो होला नि त होइन, 50,000 राम्रो होला नि त। भोलि तिमीलाई केही भयो भने ठिकै छ। अब यहाँ मैले मानौँ 3 लाख कमाउँछ या 2 लाख कमाउँछ एक्जाम्पल भयो, मेरो बाबुआमा त्यहाँ बिरामी भयो भने त यहाँ त मन पोल्छ नि त, हेर्नु जानु त को छ, छैन नि त। त्यो पैसाले सक्छ, सक्दैन नि त। त्यहाँ गएर आफ्नो बिजनेस त्यहीँ भएर 50,000 त्यहीँ कमाइरहेछ भने त त्यहाँ दुःख बिरामी भयो भने आफ्नो बाबाआमालाई आँखा नगर त हेर्नु पऱ्यो नि त। आफ्नो आँखा अगाडि हुन्छ होइन, सजिलो भयो। आफूलाई जे भने होला, आफूले उपचार गर्न सकिँदैन, आफू डक्टर होइन। तर के हुन्छ भने त्यहाँनिर भएपछि त मन त सन्तुष्टि हुन्छ नि त। त्यो हो क्या मेन कुरा चाहिँ। त्यही भएर गर्नुपर्छ। भएर राम्रो भयो भने त भइहाल्यो नि त। भएन भने ठिक छ, अर्को छ। अझ झन् के हुन्छ भने तिमी यहाँ कोरियामा काम गरिरहेको हुन्छ, जुनै पनि यो अर्को काम गरिरहेको ठाउँमा गरिरहेको छ भने तिमीलाई नेपालमा हाउस रेन्ट तिर्न या कसैको सेलर तिर्न गाह्रो हुँदैन क्या, एउटा यहाँ केही जबमा सेटल भइसकेको छ भने। किनभने तिम्रो यहाँनिर 1.5 देखि 2 लाख 2.5 लाख त कमाइ हुन्छ। अब त्यसमा अलिकति आफूले बचाएर गर्ने, त्यसपछि त्यही पैसालाई चाहिँ अलिकति बचाएर चाहिँ नेपालमा आफूले केहीमा इन्भेस्ट गरेको छ भने त्यहाँ उ गर्दैन नि त। अब घरको रेन्ट तिर्नुपर्ने हुन्छ कि या कसै स्टाफलाई सेलरी दिनुपर्ने हुन्छ, त्यो दिएर भोलि गएर त्यो राम्रो भयो भने त किन गरिराख्नु र यहाँ अर्काको अन्डरमा बसिराख्नु पर्दैन नि त। अब फ्री भएर बस्नु मिल्यो। अब हामी त अब अन्तिमतिर पनि आइरहेछौँ है, लास्ट पार्टतिर। अब दाइको अब धेरै कुराहरू अब आज हामीले खुलस्त रूपमा मैले पनि अब धेरै अब सुन्न पाएँ। अब धेरै यो विषयमा खुसी पनि लाग्यो मलाई। तर अब दाइको भन्नुपर्दाखेरि चाहिँ होइन, 3टा कुरा चाहिँ यसो ठ्याक्कै औँलामै गरेर भन्नुपर्दा 3वटा कुरा जुन चाहिँ कोरिया आएर चाहिँ मैले पाएँ, नत्र चाहिँ कोरिया आएर चाहिँ म हुन्छ नि यो कुरामा चाहिँ म एकदम ग्रेटफुल छु भन्ने त्यस्तो 3टा कुरा चाहिँ के होला? कोरिया आएर त के पायो भन्नु, त्यस्तो त केही छैन हौ बहिनी, खासै भनौँ। अब ग्रेटफुल त छैन होइन। यस्तो के अरे तपाईँको हुन्छ नि अब जतिको अब नेपालमा यतिको इन्डिपेन्डेन्स हुन्छ नि, इन्डिपेन्डेन्ट हुनुहुन्थेन कि अब यता आएर त्यसमा पनि अब परिवार, अघि तपाईँले भने जस्तै अब परिवारसँगै रहँदाको अब हाम्रो निम छिरिङ होइन, र कोरिया आइसकेपछिको निम छिरिङमा त परिवर्तन त भयो नि त। अब इन्डिपेन्डेन्ट परिवर्तनको हिसाबमा हेर्ने हो भने चाहिँ अब हुन्छ नि, अब अफकोर्स त्यो त सबैमा हुन्छ नि। किनभने अब एउटा कुनै पनि लोकेसनबाट अर्को लोकेसन जाँदा सर्टेन चेन्ज त हुन्छ क्या मान्छेमा। किनभने मैले यो एरिया यो ठाउँमा म यसरी सोचेर गर्दा ठिक हुन्छ भने अर्को ठाउँमा गएर अर्कै पाराले सोच्नुपर्ने हुन्छ नि त। मैले यहीँनिर यो ठाउँ करेक्ट, त्यो ठाउँमा त्यो राइट भएको थियो, यो पनि यहीँ राइट हुन्छ भने हुन्न नि त। अनि त्यही सोचलाई चाहिँ अलिकति होइन है, मैले यो ठाउँमा यसरी गर्दा ठिक हुन्छ, यहाँ हुँदैन रहेछ, आफ्नो सोचलाई परिवर्तन गर्नुपर्ने छ कति ठाउँमा। त्यो चाहिँ सिकेको हो मेन कुरा चाहिँ होइन। किनभने अब नेपालमा त अब केही भयो, आफूलाई केही चाहियो भने बाबाआमालाई दङ्गाउँदा पनि पाइन्थ्यो भने यहाँ चाहिँ होइन रहेछ, मेहनत गर्नु पर्दो रहेछ। नेपालको पढाइ हेर्छु भने नेपालमा पढाइ मेरो राम्रो होइन क्या, म जस्तो तसो पास हुने मान्छे चाहिँ हो होइन, पढाइ राम्रो। यहाँ त के भयो, स्कलरसिप त चाहिने रहेछ है, नत्र पैसा धेरै तिर्नु पर्दो रहेछ। त्यही गयो, भाडा दियो, आयो, यहाँ पैसा सट्टाउँछ होइन, अलिकति पढ्यो भने त हुँदो रहेछ है भन्ने हुन्छ नि त। त्यही चेन्जेस हो चाहिँ अलिकति झन् बुझ्ने भयो भनौँ। अब पर्सनालिटी सिफ्ट भन्छ नि, अब नेपालमा रहँदाको र अनि यता कोरिया आएपछि पर्सनालिटी चाहिँ सिफ्ट भयो कि भएन? सेम भयो? सेम नै होला हो, त्यही सेमै हो जस्तो लाग्छ है मलाई चाहिँ। म पहिला जस्तो थिएँ अहिले त्यस्तै छु कि जस्तो लाग्छ। त्यही अलिकति सोचमा चाहिँ अब पहिला कति कुरा सोच्दा अब पहिला कुनै कुरामा अब आफूलाई नर्मल लाग्ने कुरा यहाँनिर आएपछि होइन रहेछ है, यो कुरा नर्मल होइन रहेछ है जस्तो लाग्थ्यो। कुनै कुरा अब हामीले यस्तो हुँदा केही हुन्न भन्ने सोचिन्थ्यो नि त नेपालमा। यहाँ आउँदा चाहिँ होइन, यो कुरालाई चाहिँ अलिकति फोकस गरेर गर्नुपर्ने रहेछ। अब पहिला यहाँ त केही हुन्न क्या, हुँदै भन्थ्यो नि, यहाँ चाहिँ होइन है, यो चाहिँ हुँदैन है, रुल्स अनुसार रुल्स चल्नु पर्छ। किन यहाँ रुल्स एकदम कडा छ नि त। अनि त्यो भरे एउटा सानो मिस्टेकले गर्दा फेरि धेरै कुरा चेन्जेस हुन्छ यहाँनिर।
अनि अब यहाँ त 9 अस्ति भन्नु पाउँदैन त्यसले तिनीहरू कुरा चाहिँ अलिकति चेन्ज भएको हो नत्र त खासै केही छैन अब भन्नुपर्दाखेरि अब तीनवटामा अब दुईवटा कुरा चाहिँ अब तपाईँको अब जे होस् अलिकति आफ्नो खुट्टामा आफै उभिने आफ्नो हातमा आफै विश्वास गर्ने भन्छ नि त्यस्तो टाइपको भयो होइन आफूले आफू नै हो अब आफू नै विश्वास गर्नुपर्छ भन्ने भयो अब दोस्रोमा भन्नुपर्दा चाहिँ अब तपाईँको यहाँको कोरियाको रुल्सहरू पनि अलिकति बुझ्यो र अलिकति होइन अब यसरी जानुपर्ने रहेछ अब नेपालको जसरी अब यत्तिकै उमा गरेर चाहिँ हुन्न रहेछ भन्ने पनि भयो है कोरिया आएर अब तेस्रो कुरा चाहिँ के होला अब यसो सोचेर भन्नुपर्दा केही दिमागमा आएन के आएन जे होस् ओभरअल एक्सपिरियन्सहरू अब यताको राम्रै बित्यो अब ओभरअलमा भन्नुपर्दा राम्रै छ खुसी नै हुनुहुन्छ भनेर चाहिँ हामीले निचोड निकाल्न सक्यो होइन त राम्रै छ पनि एकदम खुसी अब नराम्रो भएको भए सायद बस्दिनँ थियो होला म पनि होइन त्यो केही न पनि केही हो। राम्रो देखेरै बसेँ होला अब भन्छ नि त अब कतिजनाले सोचेको दाइ के गरौँ म कोरिया बसौँ कि अर्को देश जाउँ भन्छ त्यसलाई चाहिँ म के भन्छु भने तिमीहरूको खुसी हो अब किनभने मैले भरे होइन कोरिया नबस् भाइ राम्रो छैन भनौँ भने आफै बसिरहेछ नि त अनि त्यो के भन्नु त अब त्यो गलत एक्जाम्पल हुन्छ होइन अब सबैलाई आफ्नो हो है आफ्नो भोकायो अब तिमीलाई राम्रो लाग्छ भने ठिक छ अब नट ब्याड अप्सन नराम्रो होइन तर तिमीले बेटर अप्सन पाउँछौ भने जहाँ त हुन्छ त्यही भन्ने हो मैले त त्यहाँ मलाई राम्रो लागिरहेछ बसिरहेको छु आज अब दाइको हामीले धेरै यति धेरै हजुरले समय पनि दिनुभयो त्यसको लागि त अब अफकोर्स हामी एसबिके परिवार एकदमै हामीले एकदमै आभारी पनि छौँ एकदम खुसी पनि छौँ है अब दाइको अब यति समयपछिको जर्नीदेखि लिएर तपाईँको स्ट्रगलदेखि लिएर तपाईँले भोग्नुभएको कुराहरू अनि अहिले प्रेजेन्टमा सबैभन्दा राम्रो कुरा चाहिँ प्रेजेन्टमा चाहिँ तपाईँ चाहिँ सेटिस्फाइड हुनुहुन्छ त्यो कुरा चाहिँ मेरो नजरमा र मेरो आँखामा चाहिँ त्यो कुरा चाहिँ एकदमै नै भ्यालुएबल र अनि एकदमै ठुलो कुरा हो जस्तो लाग्छ मलाई चाहिँ किनभने यदि मान्छेको मनै सन्तुष्ट छैन भने अब केही कुरा पनि गर्न सकिँदैन नि त अब पक्कै पनि यो पोडकास्ट हेर्नुहुनेहरूले पनि एउटा एनर्जी पाउनुहुन्छ जस्तो लाग्छ है कोरियामा मिस्टेकहरू नगर्नलाई अनि एउटा गाइडेन्स जस्तोको हिसाबमा पनि हजुरले धेरै समय दिनुभयो त्यसको लागि एकदमै नै हामी आभारी छौँ दाइले यति धेरै यति राम्रो समय दिनुभयो हामीहरूको लागि वी आर सो थ्याङ्कफुल अनि दाइलाई हामीले खाली हात पठाउने त कुरै हुँदैन त्यही भएर हाम्रो एसपिके परिवारको तर्फबाट सानो गिफ्ट लिएर आएको छु हजुरको लागि प्लिज थ्याङ्क यू सो मच फर कमिङ थ्याङ्क यू अनि साथै यो चाहिँ हाम्रो लोकल फार्मको गिफ्ट हो यो चाहिँ तपाईँको कफी अनि हनी हो यो चाहिँ स्पोन्सर चाहिँ होइन तर यो हाम्रो मेड इन नेपाल हो हामीले चाहिँ यो लोकल फार्मको गिफ्ट ह्याम्पर चाहिँ दाइलाई दिँदैछौँ थ्याङ्क यू सो मच